गरिराखौँ के ए तिमीले मात्रै ल हजुर 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 नमस्ते संसारको जुनसुकै कुनाबाट जुनसुकै क्षेत्रबाट जुनसुकै मुलुकबाट जुनसुकै समुद्रबाट देख्दै हुनुहुन्छ भने तपाईँहरूलाई हार्दिक नमस्ते गर्दछु र आज पनि यस्तै गरी सधैँको जस्तो हामीले बिहानमा यस्तै गरी गुणस्तर खाना तेजपत्ता अनि फेरि यहाँ कडी पत्ता अनि यहाँ एलोभेरा अनि त्यसपछि यहाँ फुलकोपी अनि त्यसपछि यहाँ घेरम्लो अनि त्यसपछि यहाँ लसुन अनि त्यसै गरी यहाँ तुलसीको पत्ता खाँदा के कसो नराम्रो होला र यसै गरी हामी अब सुरु गर्दैछौँ। यस्तै गरी हामी अब हेर्नु होला यहाँ सुरुमा त अब हामीले यहाँ तुलसीको पत्तासँगै यहाँ तुलसीको फुल खाएका छौँ। यसो गर्दा बिहानको शुभ दिन कसो नराम्रो होला र यसै गरी हामी अब यहाँ हेर्नु होला घेरम्लो खाँदैछौँ। कसैले मन पराउनुहुन्छ होला कसैले मन पराउनु हुन्न होला, यो चाहिँ मेरो फेभरेट हो। यसै गरी यहाँ तेजपत्ता छ, यहाँ हेर्नु होला कडी पत्ता छ, कडी पत्ता यसै गरी खाँदाखेरि कसो नराम्रो होला र यसले हाम्रो शरीरलाई कति मद्दत गर्छ, सहयोग गर्छ। एकदमै अर्गानिक आफ्नै करेसा बारीमा रोपेको अब बारीको भोलि हेराइदिउँ घरबेटीको चोरेको अनि भोलि हेराइदिउँ ल। यसै गरी यहाँ लसुनको पोटी खाँदा कसो नराम्रो होला र इम्युनिटी पावर बढाउँछ। अनि एलोभेरा खाँदा चाहिँ यो आफ्नो फेसको ग्लो बढाउँछ, जस्तो शरीरलाई राम्रो बनाउँछ, जस्तो नेचुरल ब्युटी। मिठो 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 गोबिया अब बारीको गोबी होइन तेजपत्ताले हामीलाई कति सहयोग गर्छ, कति मद्दत गर्छ, के गर्छ थाहा छैन। तर त्यही यो खानामा खाएपछि त्यसपछि मिठो 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 स्वाद हुन्छ, स्वाद एकदम मिठो हुन्छ। तपाईँहरूले पनि खानु होला। अनि लास्टमा गोबी रहेको छ, तेजपत्ता नि बारीबाट चोरेको घरबेटीको। ओहो मिठो मिठो।